एभ्रिवान यो चाहिँ पुरानो भिडियो म्याङ्गो ल्यान्ड एन्ड रिसोर्ट म्याङ्गो मन नपर्ने मान्छेहरू त कमै होला है त्यही स्पेसली तराईमा म्याङ्गो र तराईको त रिलेसन नै त्यसै राम्रो छ अनि यो चाहिँ दमकमा लोकेटेड भएको म्याङ्गो रिसोर्ट हो अनि यसमा यति बेलामा हामी जाँदा म्याङ्गो सानो सानो थियो अब अहिले त सकिसक्यो होला भिडियो चाहिँ एकदम मेमोरीफुल भएर मलाई फ्याल्न मन लागेर हालेको अनि हामी चाहिँ म्याङ्गो रिसोर्ट गएर त्यहाँको हरियाली म्याङ्गोहरू हेरी भुइँभरि झरेको थियो असिना पानी पनि परेको थियो अगाडि दिन त्यही भएर यसरी झरेको थियो यो झरेको म्याङ्गोहरू चाहिँ हामीले पनि अलिअलि टिप्यौँ अचार खानालाई है तर माथिको बोटहरूको चाहिँ टिपेनौँ भुइँकै मात्र अनि त्यसपछि यसमा चाहिँ अब यसरी ग्रिन राम्रो लाग्यो क्या यो कन्सेप्ट र आँप पनि फल्ने अनि त्यसपछि साथसाथै अब खाजाहरू पनि हामीले खायौँ हामीले चाहिँ छोराले चाहिँ होइन यो मेसी मात्र गराएको मेरो छोरालाई यस्तो बाहिरको खानेकुरा चाहिँ त्यसरी दिने गरेको छैन तर यहाँ हेर्दा चाहिँ उसलाई एकदम खुवाउने गरेको जस्तो लाग्छ होला तर त्यस्तो चाहिँ होइन अनि हामीले खाइसकेपछि उसले कोही कोही बेला सानो सानो पिन्च अफ मोमो चाहिँ खान्छ अनि त्यसपछि अब उसको आफ्नो खेल्ने सुरुवात भयो यहाँ हेर्न सक्नुहुन्छ उसको बुललाई खुवाउँदैछ रमाइलो गर्दैछ अनि त्यसपछि यो म्याङ्गो रिसोर्ट चाहिँ कहाँ लोकेटेड छ भन्दाखेरि दमक 8मा बालवाटार गगनपुरीको घरदेखि अलिकति सिधै तल यता साइडतिर लोकेटेड भएको छ गुगल गरेर पनि जान सक्नुहुन्छ हामी चाहिँ गुगल गरेर एकछिन कन्फ्युज भएको थियौँ तर त्यो बालवाटारदेखि सिधै तल हो अनि त्यसपछि आँप ल्याएको यही झोलाभरि आँप ल्याएर चाहिँ अनि हामीले आँपको अचार खानालाई यो थेबे खानालाई हो अनि यसरी खेल्दै ओर्दै जो टाइम स्पेन्ड गर्नलाई यो ठाउँ पनि राम्रै लाग्यो यहाँ सेकुवाहरू पनि बनाउनु हुँदो रहेछ स्पेसली पर्क आइटम्सहरू चाहिँ रहेछ यहाँ हामीले पर्क आइटम चाहिँ खाएनौँ चिकन आइटम्सहरू खाएका थियौँ ओके थ्याङ्क्स फर वाचिङ बाई बाई